आमामामामा भगवान कसम बनाउन त मलाई फुर्सद नै बनाएको। दर्शन दादा, ह्यान्डसम हुनुको पनि लिमिट हुन्छ नि। भगवानले मलाई बनाउने समय पनि तपाईँमै खर्चेको हो कि जस्तो लाग्छ कहिलेकाहीँ त। ओइ पाडे, के भयो? किन फुर्काउँछस्? दादा, आज मौसमले नि च्यालेन्ज गर्दैछ, दोहोरी जाउँ न, के भनिसिन्छ दादा? जान त मन थियो नि पाडे, तर आज अलि पैसा पो छैन हौ। लक्ष्मी माता खल्तीमै हुँदा हुँदै के टेन्सन लिइसिन्छ दादा? हजुरको साथी ती डाक्टरनी नानीलाई कल गरिस्यो न, रमाइलो हुन्छ नि दादा। पैसामा पैसा, रूपमा रूप, रमाइलोमा रमाइलो। आहाहाहा, सम्झेरै मजा लाग्छ। कुरा त ठिकै भनिस्। पर्खिए त, कल गर्छु। हेलो डाक्टर म्याडम, के छ? मलाई ठिक छ। धेरै दिनपछि सम्झ्यौ त। के छ तिमीलाई? कता गायब भयो? मलाई पनि ठिकै छ हौ। यसो निमन्त्रणा दिन कल गरेको नि तिमीलाई। के छ आज बेलुका फ्री छौ? के छ र आज बेलुका? के को निमन्त्रणा हो र? जाउँला नि रोदीघरतिर, गलबन्दी च्यातियो, के भन्छौ? फ्री त फ्री नै छु। हुन्छ नि, जाउँ न त। कमरैमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर कमरैमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखा नि राम्रै हो पर्ने ए आँखा नि राम्रै हो पर्ने ओठा तिम्रो पानीका छडा सेतै छ मान्छ कता आँखा त यतै छ तिम्रो पानीका छडा सेतै छ मान्छ कता आँखा त यतै छ रुकुमै कोटा। के भयो साथी? तिमी त बाथरुम गएको गइछौ। तिमीलाई केही समस्या छ र? तिमी पहिला भन्दा दुब्लो पनि देख्छु। के मेन्टेन गर्दैछौ? दादा, डाइपर नै लाउने अवस्था आएको हो र कि किनेर ल्याइदिउँ? चुप्लाक पाडे, खै के भनौ तिमीलाई? तिमी मेरो मिल्ने साथी पनि हौ र साथसाथै डाक्टर पनि। मलाई केही दिन भयो अलि पिसाब फेर्दा समस्या आछ। फेरि पुरै पिसाब क्लियर पनि हुँदैन। हल्का रगत पनि देखा परेको छ। ओहो साथी, त्यसो भए तिमी ढिला नगरी मैले काम गर्ने नेपाल क्यान्सर हस्पिटल आऊ। नेपाल क्यान्सर हस्पिटलले आफ्नो 8औं वार्षिक उत्सवको उपलक्ष्यमा फ्री ओपिडी गर्दैछ। साथै हेल्थ स्क्रिनिङ प्याकेजमा पनि डिस्काउन्ट छ। टेस्टहरू गराऊ, ढुक्क हुन्छ नि। डाक्टर, नाइस जोक। नेपाल क्यान्सर हस्पिटल? क्यान्सर अनि मलाई, मेरो बडी हेर त, क्यान्सरले छुने याद गर्ला ल मलाई। थाहा छ साथी, तर स्क्रिनिङ गराउँदैमा के फरक पर्छ? फेरि नेपाल क्यान्सर हस्पिटल भन्दैमा क्यान्सर नै भएको हो या हुन्छ नै भनेर सोच्नु पर्दैन। त्यहाँ अरू रोगको पनि उपचार हुन्छ। हुन्छ हुन्छ, त्यसो भए आइदिउला, नो वरिज। फेरि फ्री ओपिडी नै रहेछ, बरु त्यो पैसाले दोहोरी जाउँला नि। आइदिउँला होइन कि दादा, आफ्नो स्वास्थ्यको सवालमा सम्झौता गर्नु भएन नि। नमस्ते डाक्टर। नमस्कार हजुर, आइपुग्यौ तिमी? अस्ति तिमीले भनेको समस्या अनुसार मैले केही टेस्टहरू लेखिदिएको छु। सँगसँगै बायोप्सी पनि गरौँ न त। यो रोग पहिचानको लागि आवश्यक टेस्टहरू हुन्। कुनै रिपोर्ट बेलुकासम्म आउँछ र कुनै रिपोर्ट 3-4 दिनमा।
सबै रिपोर्ट कलेक्ट गरेर फ्राइडे आऊ न त मलाई भेट्न। डाक्टर, सबै रिपोर्टहरू लिएर आएको छु। अलि डर लागिरहेछ हौ मलाई। डराउन पर्दैन, ल्याउ त रिपोर्टहरू, म हेर्छु। अर्ली स्टेजको क्यान्सर देखिएको छ, तर आत्तिनु पर्दैन, उपचार सम्भव छ नि। अब के छ त्यसको उपचार? खर्चिलो पनि होला, विदेशी जानुपर्ने हो कि? साथी, क्यान्सर लाग्यो भन्दैमा विदेश नै जानुपर्छ भन्ने भ्रम र बाध्यता चिर्दै नेपाल क्यान्सर हस्पिटलले अत्याधुनिक प्रविधिबाट रेडिएसन थेरापी साथसाथै केमोथेरापीको सुविधा सहुलियत मार्फत प्रदान गर्दै आएको छ। साथै विपन्न सुविधा पनि छ। उपचार नेपालमै सम्भव छ नि। हो र? हुन्छ, त्यसो भए तिमीले भन्नुभएपछि म यही उपचार गर्छु नि त। त्यसपछि उहाँले केमोथेरापी र रेडियोथेरापीको उपचार सुरु गर्नुभयो। उपचार सफल भएपछि बधाई छ साथी, तिम्रो फाइनल टेस्टहरू सबैको रिपोर्ट राम्रो आएको छ, तिमीलाई निको भएको छ। तर एउटा स्केड्युल मैले बनाएर दिन्छु, फलोअपमा चाहिँ स्ट्रिक्टली आउनुपर्छ नि है। ओहो, हो र साथी, तिमीलाई लगायत नेपाल क्यान्सर हस्पिटलको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद। आखिर क्यान्सर जस्तो रोग पनि नेपालमै यति सजिलो उपचार हुने रहेछ है। दादा, यो खुसीको क्षणमा आज फेरि जम्ने हो कि रोदी घरतिर कि कसो? सही समयमा कुरा निकालिस पाडे। आजको स्पोन्सर मेरो तर्फबाट जाने होइन डाक्टर साहब। हेर साथी, मैले पहिला पनि सम्झाएको थिएँ, अहिले पनि भन्छु, रमाइलो गर्नुपर्छ। म पनि त्यो नगर भन्ने पक्षमा छैन, तर जिम्मेवारी रूपमा र व्यवहारिक भएर रमाइलो गर्नुपर्छ। धुम्रपान र मद्यपानबाट सकेसम्म टाढै रहेको ठिक। बरु योग र ध्यानमा जोड दिनुपर्छ। आफ्नो लाइफस्टाइल चाहिँ मोडिफाई गर्नुपर्छ। तिम्रो शुभचिन्तक, एउटा असल मित्र र एउटा डाक्टरको नाताले सम्झाउँदैछु। ओके मेरो असल मित्र, अब त जाउँ है रोदी घर। म अब आफ्नो जीवनशैलीमा एकदमै पोजिटिभ परिवर्तन लिएर आउँछु आजकै मितिबाट। यो मेरो बाचा भयो। साथी, तिम्रो लागि म आज एकदमै खुसी छु। जाउँ, हिँड न त, रमाइलो गर्नुपर्छ। माया आफै मनबाट रसाउँछ, तेरा सालहरू आउँछ हँसाउँछ, सुन यो झलक। माया आफै मनबाट रसाउँछ, तेरा सालहरू आउँछ हँसाउँछ।